हे गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। हजुरहरूलाई फेरि पनि स्वागत छ एकचोटि केसी ब्लगमा। म चाहिँ गाउँमा थिएँ अनि आज फेरि झर्न लागेको बागलुतिर। म चाहिँ निस्किसकेँ लगाएर। मौसम पनि आज सफा छ। गाउँमा थियो अस्ति दसैँ मान्न आएको थियो क्या, त्यही अब फेरि आज झरिदिनु पर्यो भनेर जानु लागेको। के हुन्छ बाटोमा हेर्दै गर्नु होला। ब्लगमा च्यानलमा नयाँ आउनुहुन्छ भने लाइक कमेन्ट सब्सक्राइब गर्नु होला। बाँकी पछिलाई यसले बाँध्छु र लगाएँ। बोरो पनि बाँधिसकेँ। बोरो पानी त्यो तलसम्म हो। तलबाट त फेरि बेनाजु पनि हुनुहुन्छ जाने उता, त्यही हो। फेरि त्यो दसैँ कतिको राम्रो भयो हजुरहरूको। मेरो चाहिँ एकदम बवाल भयो। त्यो दसैँ बवाल मनायो। अब गाउँ हेर्न सक्नुहुन्छ, हाम्रो गाउँ भइहाल्यो। बन लाग्यो तर यो गाउँको बाटो ओ दाइ हजुर। ए म यही घर अब जान लाग्यो बागदुला। हजुर सन्चै हुनुहुन्छ? ए चन्द्रहरू कता खान्? ए काठमाडौँ खान्? ए ल त हुन्छ। चिन्नु भएन क्या? म यहीकै केसीको छोरा कान्छो। हजुर म बागदुला छु दाइ। म चैते दसैँ मनाउन आएको दाइ। घरै हुनुहुन्छ? ल हुन्छ है दाइ। ल नचिनेको मलाई त अहिले फेरि हेलमेट लगाएको थिएन। हेलमेट लगाइरहेको थिएँ, त्यही भन्नुहुन्छ। सालमा अरू त्यही हो गाई, जस्तै छ गाउँमा रमाइलो छ। जे हो त्यति रमाइलो छैन गाउँमा, कोही छैन। सबै पैसा कमाउनु पर्नु गर्छ। अब म खास जानु पऱ्यो त्यो बाटो। त्यो चाहिँ भिनाजुलाई लिन जान लाग्यो। चच्चा लाएर चस्मा ल्याउन भोलि चाहिँ यार आँखामा कस्तो किरा पर्छ। सिसा लाउने भने फेरि अर्कै लाग्छ यहाँ। म त भुसीमा निकालेको चाहिँ त्यो आँखामा परेर कस्तो कुरो पिरो भएर आँखा हेर्न मिलेन। भुसीमा निकाल्दा चाहिँ शिशुको लास्ट यहाँ चाहिँ बाल विकाससम्म हो। बाल विकासहरू यहाँ पढाइ हुन्छ। हेरिदिएर खाँदा मस्त। ओ भान्सिङ, म बागदुला या बागदुला हो। के छ सन्चै छौ? भर्खर च्यानल खोलेको क्या। बागदुला घरबाट आएको अहिले। अरू के छ त? गोठ यहीँ छ? कतरा सत्र बनाएको छ? म बागदुला कहाँ आउने? त्यो बागदुला त्यही न हल्ने नि बस्ने
त्यही भिनाजी पनि हुनुहुन्छ अनि सँगै जाने भनेर क्या ल है जेठान लाग्यो अब हजुर आज जाने जेठान बाइक हेर्दै राख्नु पऱ्यो निकाल्नु पऱ्यो त्यही ल भिनाजु यदि आज त बाइकमा बान्ने पनि छ टक्क पछाडिपट्टि बानौँ ल ऊ छैन नि कि यहाँ धेरै कबली छ क्या त्यो यार मम्मीले कबली हालिदिनु पर्छ त्यो ड्राइभरलाई त्यो दोधरको चिनेको भन्दा नि त्यस्तै अलिअलि चिनजान लगाएको हुन्छ फाइनली निस्किसक्यो हजुर नाजु हामी त निस्किसक्यौँ त्यो बाइक हो यो बाटो भ्यास के पर्दैन क्या यस्तो जग्गा पनि खुट्टा काट्यो नि के भएर हुँदैन हजुर झन् बाघमा जान लाखाम उतै जिल्ला हस्पिटलमा जाने उपचार गर्ने त भने अलिअलि यहाँ त बाटो ब्लक छ त हामी यस्तो झुक्नुवाला होइन नि हजुर बस्नु कि अब त जान्छ निस्किन्छ कि बस्नु निस्किन्छ क्या बस्नु यो गुल्मी नै हो तर यहाँ कस्तो अत्तमै छ नि होइन अलिकति मात्रै गुल्मी छ कि यहाँ नेपालमा चाहिँ महँगो पर्छ कि 10,000 10,000सम्मको हुने भने त्यो हो त्यो क्यामेरा के हुन्छ नि त्यो क्यामेरा प्रो भर्जन हुन्छ क्या 10,000देखि माथिको अनि तिनीहरूले बल्ल तिनीहरूको क्वालिटी नै राम्रो हुन्छ क्यापेसिटी पनि राम्रो हुन्छ अनि वाटर प्रुफ पनि हुन्छ त्यो अनलाइनमा हामीले मगाएको थियौँ है गुलेले सिलिङ सट भन्ने बाँस ढालेको देखाउने अथवा मगाउँदाखेरि साला माटोको हो 1100 हाल्दा त्यस्तो किनौँ नि हो त्यस्तै अनलाइनमा आउँछ होइन आउनु त तर के गर्नु नेपालमा त के हो के अनलाइन त छ विदेशमा गएर कति नेपालीहरू हुन्छ नि भिनाजु थाहा छ किन हजुरलाई यो अनलाइन डेलिभरी गरिदिने क्या रक्सीहरू नेपालीहरू त हुन्छ कि जहाँ पनि प्रायः हो यो चाहिँ हाम्रो नगरपालिका अगाडिकन यो चाहिँ हस्पिटल गाउँको गाउँपालिकाको साझा हस्पिटल होइन हस्पिटल त यहाँ तर दामी बने हो ऊको कस्तो हुने हो कुनै होइन यिनीहरू डक्टर कस्तो हुँदैन त हेर्नु हस्पिटल त दामी बनाएको थियो राजादेखि देख्छ बिहान हस्पिटल त दामी छ क्या उपचार कस्तो हुने कहाँबाट आयो आइगयो भन्छ आज शनिबार होइन र नानी हो
सबै खेलाइसकेको पुग्यो ट्याक्सीको बारेमा कहाँमा छैन अझ अनिल होटल मेरो निजी होटल रहेछ सोधामा दिदीलाई दिदी यहाँ राम्रो खाना हजुर बहिनी खाना मिल्छ मिल्छ बनाएको छैन नत्र कि मच्छी खाने कुन मच्छी पनि त्यस्तै हुन्छ मच्छी खानु है हुन्छ फेरि लगाइदिनु हुन्छ फेरि जान्छ नेक्स्ट टाइम आउँदाखेरि खाउँला नि लगाएर जान्छ यहाँ आउँदा आउँदा यहाँ काफल पाकेर रहेछ यहाँ अनि त्यो काफल खानालाई बसिराखेको छौँ बाले उता टिपिदिनु छ काफल टिप्ने अब टक्क लगाएर लगाइसक्यो काफल टिपिसक्यो धेरै पनि भएछ यो गोला भरेको 3 माना हुन्थ्यो नि लगाइसक्यो काफल साफल टिपेर नि भइयो सो बाले मैले पनि खाएको त्यहाँ बसेर मस्त मैले फेरि 1 माना त मैले यत्तिकै खाइसक्यो होला कि टिपेर ल बा ल ल ल बा फेरि आउँदा पस्दै गर्छौँ काफल अलिक फलाएर राख्नु होला ल बस्नु ल ल गुड बाई भन्न के रहेछ यति ठुलो भएको अब हेरेर यति ठुलो भएको हुँदैन के रहेछ लगाइजहरू अब हामी चाहिँ खाना खाने भनेर रुखेको छौँ यहाँ धाँडा होइन मच्छी गइएनहरू भोकले लाम पारेको थियो यहीँ पाइने रहेछ पारि राजवराको बाएको उतल रहेछ यता टक्क त्यही खानसाना खाएर निस्किनु पर्यो रहेछ हामी चाहिँ टक्क लगाएर खानसाना खाएर निस्किसक्यो टक्क यस्तै होइन अझ खानसाना खाएर निस्किनु अब जाने हो ल गाडीहरू फाइनली अब हामी ढाडाबाट निस्किसक्यौँ भन हजुर अब हामी हजुर लाइभ होइन भलग मात्र कति खाने यहाँ भिनाजु हेर्न परेन भित्र ठाउँ भए पो धेरै खाने यो बाटो यार यो 4 महिना हुन लाग्यो भिनाजु यार अहिलेसम्म यहीँ फिनिस भएन त कहिले हुन्छ क्या यो बाटो 4 महिना हुन लागिसक्यो होला यार यो बाटो 4-5 महिना भइसक्यो 2 महिना भइसक्यो लिखित दिएर बसेको अहिलेसम्म ट्रायल पर्दैन भनेपछि अब त्यो के फाइदा भयो ल कुरामा के तल नेपालको कानुन दैवले जानुन् भन्ने 2-3 महिना भइसक्यो अहिलेसम्म ट्रायल पर्दैन के पर्छ होला लिखित मात्र यादैछन् हजुर झर्नु कामै छैन नि डबलको हजुर सिङ्गल त यहाँ गाह्रो छ ओ त्यहाँ ढल्यो भने त काचक्कै जान्छ बाइक त मान्छेको हात बाँधेको जान्छ हात खुट्टा मलाई त यस्तो मतलब छैन कहाँ निकालिदिन्छु जस्तो लाग्छ म त कन्फिडेन्स पुरै छ कि वहाँ गएर फस्यो भने अलग कुरो है यसो पछाडि
म त निकाल्छु क्या बिना चाहिँ आनन्दले यस्तो जहाँ छ पनि मैले त म त निकालिदिन्छु त रेस दिनु पनि गराउँछु म त निकालिदिन्छु क्या बिना जहाँ चाहिँ यता रेस दिनु पनि गराउँछु पनि हुन्छ र मलाई त मतलब छैन क्या यस्तो ज्यादा म त घाटा बेसी निकालिदिन्छु यस्तो कस्तो कस्तो तँलाई यो के हो र मेरो लागि त होइन बिनाजु मेरो गाइजहरू बसन्ती चाहिँ छ यो चाहिँ मेरो बसन्ती हो क्या यार जसले जे भनेको होइन घर आउने जाने पुरै कहिले यसैमा हो चलिरहेको बसन्ती सेलगाङ जाने यहीँदेखि कि यो दम्तीदेखि अब त्यो बानी हुँदै गयो नि भयो ल यार ओहो मनिष दाइ कहाँ हो म घर गएको थिएँ त यार घरबाट आएको एकदम ठिक छ एकदम सन्चै सन्चै नि दाजु हजुर घर गएको थिएँ अस्ति बल्ल झर्दैछु त यार आनन्दले झरेको के बिहान बिहान झरेको के गर्नु सर लास्ट चाहिँ त यार धुलो त हेर्नु न कस्तो एकचोटि पानी छोडिदिनु पर्छ कहाँदेखि आउनु हजुर म त्यहाँ कुलाको मिटिङ थियो यही फुलबारी हजुर त्यही गएको थिएँ क्या ल है ल रन्जित है होला नि तर ल पारी छ ल कति टाइम आज हरेक टाइम लाग्यो तर आउँदैन 2 घन्टाको बाटोमा खाना नास्ता सबै गर्दै आयो र पनि किन टाइम लगाउँछ काठल दुख्यो भने बस्यो हरेक टाइम लगाएको मरण थानामा मामा भेटिनु भने फेरि भान्जासँग कुराकानी गर्न खोज्छन् अन्त यहाँ हुन्छ शनिबार भएर नि होला पुरै बन्द बजार जस्तो दोकानहरू नि केही खुलेन ठिक छ यार के छ भल गराउँदै क्या हो कहाँबाट बागलाडा ल म त घर गएको थिएँ घरबाट आएको ल हेलो अच्छा भलो खानु त तर सब्सक्राइब गर्दैन यार कसैले पनि हेर्नु बाइकको अगाडि स्टिकर हानिदिनु पऱ्यो क्या केसी ब्लग अविनाजु बाइकको अगाडि अब स्टिकर हानिदिनु परेको केसी ब्लग भनेर क्यामेरा तेर्सिन बित्तिकै देखिने मान्छेले भन्छ नि केसी ब्लगमा म पनि आएको छु भनेर अनि हेर्ने बानाले भए पनि सब्सक्राइब गरे हुन्छ त्यही त हेर्नु शनिबार भएर अर्काको गाडी त अझै कि त त्यहीँ छन्
लगा जान्छ अब है फेरि ढुङ्गा रुममा पनि आइसक्यो बाँकी चाहिँ अब नेक्स्ट भ्लगमा हेर्दै गर्नु होला होइन आज चाहिँ हेरिहाल्नु पऱ्यो कसरी गयो भनेर क्यासिँदै देखा भाइले होइन यही गर्नु आज चाहिँ हामी आइपुग्यो र बजार मान्छेलाई आइपुग्यो ठ्याक्कै ल यति नै मिल्दै गरौँ ल नेक्स्ट भिडियोमा अब फाइनल्ली आइपुग्यो आजलाई चाहिँ बाई बाई फेरि मिलाउँदा नेक्स्ट भिडियोमा बस्नु चाहिँ सबै आइपुग्यो बाल्टी लगाइसक्यो लगाइदिएर आजलाई चाहिँ यति नै पछि फेरि नेक्स्ट भ्लगमा हेर्नु होला के हुन्छ भनेर